everyone, welcome back to Sarah and YB's YouTube channel. So मलाई चाहिँ कति धेरै जनाले कमेन्ट्समा DM गरेर कसरी बुके सेन्ड गर्नुभयो हजुरले YB दाइलाई भनेर यति धेरै क्वेशन आइरा थियो. So त्यही आन्सर गर्न I'm making this video. Actually this was not planned. म ठ्याक्क ब्रेकफास्ट खाइरा थिए अनि I was like why not? So yeah, let's get into the video. You guys know I eat first whenever, so let's eat. It's looking yum. This is the sandwich. Breakfast on the my Bokar college bada aako. It's so good. Okay, let's start with basics. I'll tell you how I did it. Firstly, I searched for Esto bank jasma dollar card ko service available cha haina. You can choose any bank josanga dollar card ko service available cha haina. Ani मैले चाहिँ के select गरे account बनाउँदा भन्दाखेरि चाहिँ debit card select गरे अनि त्यसपछि mobile banking select गरे. Mobile banking is very important because it is not like physical dollar card, it is virtual dollar card जुन चाहिँ आउँछ हैन. अनि त्यसपछि virtual dollar card को लागि चाहिँ I don't know if ATM card is important or not. तर उहाँले चाहिँ मलाई ATM पहिला बनाउनुस् अनि त्यसपछि dollar card बनाउनु मिल्छ भनेर भन्नुभएको थियो. I have no idea. But मैले त्यो लिए. अनि त्यसपछि चाहिँ PAN card is very important to make dollar card किनकि त्यो सेक्सनमा you need to insert your PAN. So PAN card बनाउनु छैन भने अनि त्यसपछि it is very easy. You just jump into the mobile banking app and then you select the virtual dollar card option अनि त्यहाँ create को सबै स्टेपहरु छ. It is very easy अनि apply गर्ने अनि एकदमै चाँडो बनिन्छ त्यो. एकदमै चाँडो बनिन्छ. अनि त्यसको लिमिट कहिले मेरो केसमा चाहिँ $500 per year हो हैन. नोबेल बैंकको चाहिँ I don't know about अरु बैंकहरु कति छ भनेर. So मैले चाहिँ $500 को purchase गर्न मिल्छ. जस्तो मान्छेहरुले अरु केको लागि युज गर्छ भनेपछि नेटफ्लिक्स को सब्स्क्रिप्सन लिनलाई अनि त्यसपछि Amazon को सब्स्क्रिप्सन लिनलाई पनि युज गर्नुहुन्छ हैन. It is legal. मलाई मान्छेहरुले सोधिरहनु भएको थियो, is it legal भनेर. So yeah. So dollar card भनेपछि it's very easy. It is like using the card. It's very easy. So अब चाहिँ what you need to do is you need to just download कहाँको चाहियो हजुरलाई. अब US को चाहियो भने I use Shein, Uber Eats, DoorDash and Instacart. Instacart is my current favorite. म धेरै जस्तो त्यहीबाट पठाएर हुन्छु हैन. So अब कसरी युज गर्ने भनेर Instacart. Firstly, DoorDash को लागि चाहिँ you need to have VPN on because नेपालको it does not work. अनि त्यसपछि Instacart चाहिँ मलाई कति जनाले सोधिरहनु भएको थियो UK मा मिल्छ, क्यानाडा मा मिल्छ or something like that. I have no idea. म US को लागि मात्रै युज गर्छु. तर I don't think छ भनेर. If हजुरहरुलाई US क्यानाडा मा पठाउन मन छ भने you guys can ask your partner तिमी के युज गर्छौ like खाना मगाउन because I'm so sure उहाँहरुले पनि युज गर्नुहुन्छ होला. So अलिकति सरप्राइज दिनु मन छ भने चाहिँ अलि सोधे के युज गर्छौ भनेर चाहिँ यतिकै क्याजुअली सोधेर अनि you can surprise. त्यसपछि let's talk about Instacart. Same process हो, same नै process हो सबैमा हैन. Instacart मा you have त्यो एउटा ट्रिकी चीज चाहिँ के हो भनेसी हैन. US को नम्बर हुनु पर्छ हैन. लाइक त्यो लगइन गर्दाखेरि or साइन इन गर्दाखेरि or डेलिभरी गर्दाखेरि or something like that. त्यसमा चाहिँ I use मेरो पार्टनर को नम्बर YB को नम्बर युज गर्छु हैन. सो अलिकति प्रब्लम चाहिँ के हुन्छ भनेसी हैन. लाइक मैले अर्डर गर्छु हैन. Your order is on the way भनेर उसकोमा नोटिफिकेसन गइहाल्छ के लाइक अर्डर प्लेस गर्यो भने त्यो चाहिँ अलिकति डिसएडभान्टेज छ. तर
बिजी हुन्छ ऊ अनि चेकै गर्दैन सो इट्स फाइन जस्तो पनि हुन्छ होइन सो इन्स्टाकार्टमा यु जस्ट ह्याभ टु एड पेमेन्टमा देयर विल बी लाइक debit card, credit card, Visa card, so many options there available and you have to I think you have to enter the Visa card ma. Yeah, because that is our Visa card. And then you have to just click the info, talk, lara, and then yeah, you are good to go. Sabai information haru je cha त्यहाँ हाल्ने and then payment add भयो हैन payment method add भयो पेमेन्ट मेथड एड भएपछि यु जस्ट ह्याभ टु त्यो अब दराजमा हामीले जस्तो गर्छौँ नि होइन त्यस्तै हल्का अलिकति त्यो चाहिँ के हो भनेपछि आई टेल यु होइन हेर्दाखेरि सस्तो देख्छ म भनिरहेको छु पर्सनल एक्सपिरियन्स होइन अब सपोज मैले $20 को लाइक पठाउन खोजेँ होइन तर द क्याच इज ट्याक्स सर्भिस फी त्यसपछि के हुन्छ त्यो एड हुन्छ देन इट विल बी 20 को 30 एकैचोटि होइन सो त्यो अलिकति हुन्छ होइन सो जब हजुरहरूले लोड गर्नुहुन्छ नि पैसा आई एम नट कसरी लोड गर्छ त भनेकै छैन मैले ओके जस्ट लोड गर्दाखेरि चाहिँ यु हेभ टु लाइक किप द्याट इन माइन्ड कि अलिक बढी नै लोड गर्दाखेरि इट इज बेनिफिसियल भनौँ न बेनिफिसियल किनभने देयर इज अनदर क्याच अल्सो देयर किनभने एकचोटि लोड गरेको 500 रुपियाँ चार्ज गर्छ के लाइक आई थिङ्क नोबेल ब्याङ्कले चाहिँ 500 रुपियाँ चार्ज गर्छ आई डोन्ट नो अबाउट अरू ब्याङ्कहरू होइन 500 रुपियाँ काट्छ त्यही भएर म चाहिँ जब त्यो लोड गर्छु नि मनी लोड चाहिँ कसरी गर्ने भनेपछि हजुरहरूले भर्चुअल कार्ड बनाउनु भयो भर्चुअल कार्ड बनाइसकेपछि कार्डवाला अप्सन हुन्छ होइन मोबाइल ब्याङ्किङमा कार्डवाला अप्सनमा क्लिक गरेपछि भर्चुअल कार्डमा अप्सनहरू देखाउँछ रिलोड छ लोड छ होइन रिलोडमा चाहिँ पैसा चार्ज गर्दैन हजुरहरूले इफ एक्स्ट्रा एकदम धेरै डलर कार्डमा हाल्नु 500 मात्रै लिमिट है फेरि हाल्नु भयो होइन अनि त्यसपछि हजुरहरूलाई फेरि त्यो आफ्नो अकाउन्टमा फिर्ता चाहियो भने त्यसलाई चाहिँ चार्ज लिँदैन होइन एकचोटि चाहिँ त्यो ट्रान्ज्याक्सन गर्नलाई लोड गर्नलाई कार्डमा चाहिँ 500 रुपियाँ फी लाग्छ होइन गरिब हुँदाखेरि यस्तो टेन्सन हुन्छ होइन त्यो बेला अनि त्यसपछि हजुरहरूले लोड गर्दाखेरि कति डलर हाल्ने हो भनेर हाल्ने अनि त्यसपछि लोड हुन्छ लोड भएपछि हजुरहरूको कार्डमा पैसा हुन्छ अनि त्यसपछि त्यो पैसाले सपिङ गर्ने जे होस् अनि जे होस् त्यो सबै जे दराजमा हामीले गर्छौँ जे फुडमान्डुमा हामीले गर्छौँ त्यही नै गर्ने हो अनि एड्रेस चाहिँ एकदमै एक्ज्याक्ट राख्ने होइन फेरि अरू मान्छेको ठाउँमा कहाँ पुगिदिन्छ होइन त्यो पनि हेर्ने होइन अनि टाइमिङको कुरा गर्दाखेरि चाहिँ अब युएसकै टाइमिङ हाल्ने हो सो द्याट इज हाउ आई सेन्ड फ्रम इन्स्टाकार्टमा पनि सेम हो सिनमा पनि सेम हो डोरड्याशमा नि सेम हो उबर इट्समा नि सेम हो एभ्रिथिङको प्रोसेस सेम हो लाइक हामी जसरी युज गर्छौँ त्यसरी नै युज गर्ने हो खालि त्यो डलर कार्ड एउटा बनाउने हो सो या द्याट इज हाउ आई सरप्राइज मेरो लङ डिस्टेन्स बोयफ्रेन्ड विथ फ्लावर्स केक्स स्टाफ्सहरू सो म केको लागि के युज गर्छु सिन म लुगा पठाउनलाई युज गर्छु ब्रेसलेट पठाउनलाई युज गर्छु ओर सानो सानो यु नो मटेरियलिस्टिक कुराहरू सेन्ड गर्नलाई युज गर्छु उबर इट्स म एकदमै रेयरली युज गर्छु होइन बिकज इट इज अलिकति एक्सपेन्सिभ साइडमा आई थिङ्क होइन अनि मसँग उबर इट्स पनि उसकै नै छ क्या उसकै अकाउन्ट छ होइन अनि उसलाई नोटिफिकेसन एकदमै चाँडो जान्छ त्यसमा होइन अनि त्यसपछि इन्स्टाकार्टमा ग्रोसरिज भयो फ्लावर्स भयो अरू पनि धेरै कुराहरू छ त्यहाँ होइन यु क्यान लाइक एक्सप्लोर देयर इज लाइक सो मेनी अप्सन्स अनि इन्स्टाकार्टको चाहिँ मलाई के मनपर्छ भने चाहिँ त्यहाँ एकदम धेरै स्टोरहरू एकैचोटि हुन्छ कि एकदम धेरै स्टोरहरू हुन्छ अनि एकदमै चुज गर्न इजी हुन्छ अब जुन चाहिँ सस्तो छ त्यस्तै अब प्राइस यस्तो गरेर होइन अनि के बाँकी भयो डोरड्याशबाट म खाना अर्डर गर्छु म धेरै जस्तो खाना चाहिँ डोरड्याशबाट अर्डर गर्छु तर VPN युज गर्नुपर्छ So I guess that is how I surprise मेरो long distance boyfriend with gifts. It is really easy. खाली पैसा चाहिँ अब हल्का तर आफ्नो माया गर्ने मान्छेलाई केही पठाउँदाखेरि एकदमै खुसी लाग्छ होइन माया इज हायर देन त्यो जे पनि ओके एनिवेज सो आई गेस हजुरहरूले बुझ्नु भयो होला इफ हजुरहरूले बुझ्नु भएन भने मलाई DM गर्नु म हजुरहरूलाई राम्ररी बुझाइदिन्छु सो या द्याट इज इट फर द भिडियो अनि यो चाहिँ म अब टिकटकमा खान्छु
Reel बनाउँदै eating breakfast भनेर. So okay. Okay. Cheers. Bye guys.